हेलो साथीहरु, सेवारो नमस्ते सबैजनालाई अन्त युट्युब च्यानलमा आज चाहिँ म धेरै दिन पछाडी भ्लग बनाउँदैछु हैन। आज म यहाँ बेबीहरु लिन जाँदैछु अनि त्यहाँ चाहिँ सामानहरु ल्याउँदै आउनु पर्यो, भ्लग पनि स्टार्ट गर्नु पर्यो भनेर आज चाहिँ के गर्छु भनेर देखाउन चाहन्छु म तपाईहरुलाई ल। अनि म चाहिँ आजभोलि किन हिँडेर जाने भन्दा हाम्रो चाहिँ त्यहाँबाट बाटो बनाउँदैछ, एकदमै नै बाटो नै छैन। पहिला चाहिँ एकछिन साइडबाट यस्तै खुलाइदिएको थियो, त्यो पनि अप्ठ्यारो थियो, गइन्थ्यो त्यो एक दुई दिन त। अहिले चाहिँ तर छैन बाटो नै, अनि हामी चाहिँ हिँडेरै जान्छौँ, हिँडेरै जाने हिँडेरै आउने हो। तर त्यहाँ चाहिँ छुटेको केही छैन। म तपाईहरुलाई त्यो बाटो पनि देखाउँछु। पुल थियो क्या, एकदमै त्यो अप्ठ्यारो थियो। अब चाहिँ जस्ट 3-4 महिना पछाडि बब्बाल बाटो बन्दैछ हाम्रो साथीहरु। हाम्रो जो बाटो चाहिँ यहाँ बन्दैछ साथीहरु। यो ललितपुर र भक्तपुर जोड्ने बाटो, पारी भक्तपुर वारी ललितपुर हैन। अनि पुल चाहिँ टक्क बिचैमा चुटाएर अहिले चाहिँ छैन। हामी यसरी जान्थ्यौँ हैन, यहाँबाट चाहिँ खाडल। अब अस्ति चाहिँ एकछिन चाहिँ यहाँबाट बाटो खोलाइदिएको थियो, यो बाटो बन्द अहिले। अनि हामी चाहिँ अब यस्तरी राउन्ड लाएर जानुपर्छ। यहाँनिर चाहिँ बाइक स्कुटी जाँदैन, यहाँसम्म त जान्छ, यहाँबाट उता क्रस गर्नुको लागि छैन नि त बाटो। अनि यहाँ चाहिँ हिजो मेरो नाजाम छोरा यहाँ डुबेर उसको खुट्टा हिल्लो हिल्लो भएको थियो, बाफ्रे बाफ। अनि यहाँ चाहिँ सानो पुल बनाइदिएको छ हामीलाई, मान्छे मात्रै हिँड्नको लागि चाहिँ। यस्तो यहाँ चाहिँ पानी पनि जम्मा भइसकेको छ। यस्तै छ साथीहरु, हालत खराब ल। अब तपाईहरुलाई म स्कुल पुगेपछि देखाउँछु ल। यस्तो छ हालत चाहिँ। ए मम्मी अथा भिडियो बनाउनु चक्करमा म झन्डै लडेँ यार, देख्नु भयो। छोटो आयो। हेलो नाजम, के तिमीलाई घर मन पर्यो क्या? घर लाने फोहोर हुन्छ होस्। जाउँ, के छ ठिक छ हो र? हजुर मम्मी ठिक छु। हजुर तिम्रो भिडियो बनाइदिएको। किन नबनाउनु? हेर्नु नि, नबनाउँदिन। आऊ नाजम चाहिँ अनड्रेस किन आएको भन्दा जाडो महिनामा चाहिँ धेरै लुगा लाउनुपर्छ अनि यसको ड्रेस अट्दैन, सानो हुन्छ, त्यही भएर नि बेबी है। ब्याग बोक्दिनु कि आफै बोक्ने? बोक्दिनु? हस्। ए लड्छु। के खाजा खायौ आज? मोमो? मामुलाई खोइ त मोमो। अनि मामुलाई खोइ मोमो। हाम्रो घरहरू चाहिँ पारी हो नि फेरि। आइया मम्मी, मम्मीलाई मोमो नल्याइदिएको? ल नाजमले मम्मीलाई माया गर्दैन नि है। नाजमले कसलाई धेरै माया गर्छ नि? खोइ त अनि मोमो मलाई, तिमीले मलाई माया गर्दैनौ के? नाजम तिमीलाई खोला तर्नु डर लाग्छ कि लाग्दैन? लाग्दैन? ल हेरौँ है त। खोली तरिदेऊ न माझी दाइ भन्ने तर छिटो हिँड। सक्छ अरे कुन्टे डनले हैन बेबी? किन्ने म तरकारीहरू। आया के छ दिदी, खाजा खानुभयो? छैन? आयामै सुसु आयो? गर ल। कसरी छ हौ लसुन?
साथीहरु हामी चाहिँ घर आइसक्यौं अनि हामीले चाहिँ बाटोमा सामानहरु पनि किनेको छौं त्यहाँ किन्दा किन्दै चाहिँ भिडियो बनाइन थोरै मात्रै खिचे हैन मतलब मैले चाहिँ के लिएर कस्तो घाँटी चिलाइरहेको छ खसक 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 भइरहेको छ के अनि ल्याएको सामान चाहिँ मोमोको सामानहरु त ल्याएको भने अरु के ल्याउँछु र हैन त्यही लसुन ल्याए प्याज ल्याए टमाटर अनि त्यसपछि लसुनको पात त बारीमा पनि थियो अलि सानसानो भएको भएर मैले चाहिँ बजारबाटै लिएर आएँ अब हामी चाहिँ बनाउँछौं साथीहरु अब चाहिँ म चाहिँ यहाँ टक्क लगाएर यस्तै आउनुपर्छ खिच्ने मान्छे छैनन् हैन साथीहरु अनि अब यो पनि देखाउनै पर्यो यहाँ म चाहिँ मैदा भर्खरै लिएर आएको मैदा पनि सकिरहेको थियो मेरो घरमा चाहिँ अनि यस्तो स्टाइलले हाल्नुपर्छ सर्मै 1 किलो मैदा थोरै चाहिँ भरे बेल्नुको लागि पनि राख्नु पर्यो नि त अनि यति चाहिँ मैदा लिएर आएको छु यहाँ चाहिँ पानी पनि रहेन छ यार यसमा के हो अनि ते हजुर यो चाहिँ अब म गरिहाल्छु ल फटाफट डो नै बनाउनु पर्यो नि कसरी बनाउनु भएको यो कसरी भयो धेरै हाल्नु हुँदैन अहिले बिग्रिन्छ नि के मोमो ए पोखिन्छ कि बेबी नगर न मेरा मोमो पोखाइसक्नु भएको होइन तिमीले भर्खर पोखाएको मैदा मुस्ने काम चाहिँ अलिक डेन्जरै हुन्छ पर्दैन म आफै गर्छु त्यहाँ नाना भिज्छ चिसो लाग्छ मामुलाई चिसो लागिरहेछ तिमीहरू पनि बिमार भयो भने टेन्सन हुन्छ टेन्सन हुन्छ टेन्सन त्यहाँ मामा सबैको नाम हो Oh my god. कति साह्रो रोटी सुन्दा है अनि त छोरो साह्रो छ है कति साह्रो साह्रै साह्रो छ हजुर हेलो साथीहरु ल मैले चाहिँ सबै मोमोहरु बनाइसके हैन अनि मोमो चाहिँ पाकी पनि सकेको छ एक लट चाहिँ पाकिसक्यो नि एक लट चाहिँ यहाँ बन्दैछ हैन अनि म चाहिँ आज चाहिँ मेरो दुईटा छोराहरुलाई च्यालेन्ज गर न त दुईजना भनेर यहाँ मोमो रेडी गरिदिरहेको छु उनीहरुलाई कति दिन होला रे मैले 6 पिस राखिदिएको छु हैन यहाँ देख्न सक्छु मोमो चाहिँ मेरो त्यो दुईटा भुन्टुङलाई यो एकजनाको भयो 6 पिस हैन ओ माय गॉड अनि यो 6 पिस उनीहरु चाहिँ उता रेडी भएर बसिरहेछन् यहाँ नि पाक्दै छ मोमो चाहिँ ल मेरो छोराहरुको चाहिँ अब कम्पिटिसन ल लु खाऊ ल म भिडियो बनाइदिन्छु ल 1 2 3 को नाजुले त खानु थालिहालेछ कसले छिटो खादो रहेछ है लास्टलाई के गर्ने रे पनिशमेन्ट के हो त्यही त लास्ट हुनेलाई के दिम पनिशमेन्ट एबीसीडी एक पेज लेख्ने अनि मेरो लागि एक पेज हेर्न दिनु ल म दिन्छु अनि फर्स्ट हुनेलाई के लेख्यो आज राम्रो च्यालेन्ज गर्यो भने नेक्स्ट टाइम देखि प्राइज हुन्छ ओके हस् कस्तो छ त मोमो मिठो एउटा मोमो खाइसके नाजामले जित्छ जस्तो छ है ल खाने हो खाने हातमा बोक्ने हैन गम कि गम खाने कलेज फर्स्ट जित्छ है
ओ माई गॉड नाजमको टक्कर खतरा चाहिँ नाजमले खतरा गर्छ जस्तो चाहिँ वाउ केचप हाल्दिउँ अझै ल भाइले जित्छ क्या हो झर्दैन त यार केचप पनि सक्यो क्या हो ल पानी हुन्छ हुन्छ तिमी खाऊ न भरे फेरि हार्ला है ल ल ल ल फास्ट फास्ट खाने भाइको चाटा रहेछ नि त खाऊ खाऊ हजुर मिठो छ ल ल खानु ल म उताको हेरेर आउँछु पाक्दैछ नि त के गर्नु गाह्रो हुन्छ रहेछ साथीहरू मोमो चाहिँ मिठो खायो साथीहरू चाटो छ चिची पानी खानु पर्ने साथीहरू मेरो मोमो गयो साथीहरू ऊ नाम आसम्म थाहा छ Bobo. Pe. Nam so udah beda. Hah? Beda satu. Nam tadi pada hana pasal.这个猫法师साथीहरु उसको तिरले बाके एउटा तल जाला मम्मी भाइले एउटा मोमो झर्यो सुन्नु Cinta lagi. Challenge. बन्द साथीहरु नाम लिनु चाहिँ हारमा अरेको गेमबाट खाइसकेनौ कतिवटा बाँकी भयो नि 3 वटा ए मिठो चाहिँ छ कि छैन हौ गान्छु खै थ्यांक यू मामु भन्नु भएको नि वेलकम ल मेरो छोराहरुले चाहिँ च्यालेन्ज पनि कस्तो खेलेको नि म चाहिँ किचनमा बिजी थिए जितेको छ रे उसले मैले भिडियो हेरेको छैन के रे त ममा लाग्छ उसको 3 आगो तल ल साथीहरु तपाईहरुलाई यहाँ आउन यहाँ भन्नु न बेबी तपाईहरुलाई हाम्रो भिडियो चाहिँ कस्तो लाग्यो भन्नु होला कमेन्ट मार्फत यस्तो ब्याड ह्याबिट बेबी बाइ बाइ साथीहरु खानु सी यु नेक्स्ट भिडियो गाइज लभ यु अल भन न हल्लाउने यति साह्रो क्यामेरा हल्ला पछाडि त हाम्रो भिडियो त 0 क्वालिटीमा आउँछ नि फेरि ल बाइ बाइ सी यु गाइज भन